यदि तपाईहरु पढाइमा नराम्रो हुनुहुन्छ भने निराश नहुनु होला। हाम्रो नपढेर पनि प्रगति गरेका धेरै उदाहरणहरू छन्। जस्तै बिल गेट्स, स्टिभ जब्स हामीले देख्न सक्छौं। उहाँहरू सब कलेज ड्रप आउट हो। नेपालमा हेरौँ न, पढेका विद्वान डाक्टर साहबहरू हैन ट्विटरमा चिच्याउँदै व्यस्त छन्। तर नपढेका 8 कक्षा फेलहरू के गर्छन् त? देश चलाइराछन्। पढाइ मात्र सब थोक हैन, पढेर मात्र केही हुँदैन, नपढेर पनि हामीले जीवनमा केही प्रगति गर्न सक्छौं। तँलाई पढ्नु पर्दैन? जतिखेर टिभी हेरेर हुन्छ के? टिभी हेरेर जिन्दगी चल्छ भन्दै ल मुला पढ अबदेखि, बुझिस? खाली टिभी हेरेछ गधा। तँलाई के ड्राइभर फाँसी हुनु मन छ? नेपालमा प्रगति नहुनुको कारण थाहा छ तपाईहरुलाई? हाम्रो समाजमा के छन्? काम सानो ठुलो भनेर छुट्याउँछन्। जबसम्म यस्ता मूर्खहरू हाम्रो समाजमा छन् नि, तबसम्म हाम्रो देशको प्रगति हुँदैन भन्ने कुरा म पुष्टि गरिदिन्छु। तँलाई कति पढ भन्नु? त भाउनै टेर्दैनस्? अझ त तँलाई मर्छु होला म, बुझिस? ए यो त मोटिभेसनल बाबा हैन र? मान्छेको सबैभन्दा ठुलो शत्रु के हो थाहा छ तपाईहरुलाई? हाम्रो रिस हो। रिसले मान्छेको आयु घटाउँछ। रिसले भन्छन् नि मान्छेलाई खान्छ, रिसले तिमीलाई खान्छ भन्छन् नि। मलाई हेर्नुस् न, मलाई म नरिसाको कति भयो थाहा छ तपाईहरुलाई? 10 वर्ष भयो। 10 वर्षदेखि म रिसाकै छैन। मैले रिस भन्ने शब्द नि मेरो शब्दकोशबाट हटाइदिसके थाहा छ तपाईहरुलाई? तेरो आज म सास फुलाइदिन्छु होला, बुझिस? के हो? अन्तिममा म हजुरहरुलाई के भन्न चाहन्छु भने धन मात्र सब थोक हैन। मान्छेले धनको लागि पिट्छन्, मार्छन्, काट्छन्, लुट्छन् हैन? त्यही त हो नि, धनकै लागि हो। आफ्नै इज्जत बेचिराछन्। हामीले त्यस्तो कहिले पनि नगरौँ। ठुक्क ती नालायकहरू भन्न चाहन्छु म यहाँ। धनले मात्रै केही हुँदैन साथीहरू, इज्जत कमाउनु पर्यो। इज्जत भएपछि जे पनि हुन्छ। सिम्पल थिङ्किङ, हाई लिभिङ भन्दै म हजुरको सामुबाट आज बिदा हुन चाहन्छु। जय नेपाल र बाई बाई। यहाँस् तपाईँ, यहाँस् तपाईँ, आउनुहोस्। खोइ मेरो पैसा? सरी यार, स्पोन्सरले देखे छैन, यस्तो नभन्नु। त्यस्तो भनेर हुन्छ? हिसाब र पिसाब भनेको कुरा जहिले पनि क्लियर हुनुपर्छ। त्यस्तो भनेर हुन्छ? समय दिन्न सर, म यहाँ तोडफोड हुन्छ। यहाँ म तोडफोड गरिदिन्छु, आगो लगाइदिन्छु। कस्तो स्पोन्सर भनेर त्यसरी पैसाको पेमेन्ट गरेर ल्याएपछि त्यस्तो भन्नु पाइन्छ? सर स्पोन्सरले पैसा दिने बित्तिकै म दिन्छु सर, कसम सर। प्लिज मलाई 1-2 दिन टाइम दिनुहोस् प्लिज सर, प्लिज। त्यस्तो भनेर हुँदैन। मलाई पैसा अहिले चाहियो, राइट नाउ एट दिस प्लेस, बुझ्नुभयो? कस्तो यार, निन्द्रै लाग्दैन यार। के भएको? घरको ऋण लास्ट तनाव दियो यार। न निन्द्रा लाग्छ यार, न खान मन लाग्छ। कतै डिप्रेसन त भएन यार? पहिले डक्टरलाई भेट्न जान्छु बरु। नमस्कार डाक्टर साहब। नमस्कार। हजुर त मोटिभेसन बाबा होइन सर? बस्नुहोस् सर, बस्नुहोस्। ए हुन्छ। तपाईँलाई त भेटेरै धन्यवाद दिउँ भने गुरु, तपाईँ आफै आइदिनु भएछ यहाँ है। धेरै धेरै धन्यवाद है गुरु तपाईँलाई। त्यस्तो केही सहयोग गरे जस्तो त लाग्दैन मलाई। के को धन्यवाद दिनुभयो तपाईँले? गुरु मेरो आमा डिप्रेसन हुनुभएको थियो, जताततै औषधि देखाए पनि केही कामै लागेन थियो डिप्रेसनको। फेरि युट्युबमा चाहिँ तपाईँको मोटिभेसनल भिडियो आएको रहेछ गुरु होइन? त्यो हेरेपछि त आमाको डिप्रेसन त ठाउँको ठाउँ चैट। ए खुसी लाग्यो, सुनेर खुसी लाग्यो। अनि तपाईँ यता के कति कामले पाल्नुभयो त गुरु? ए म चाहिँ त्यही यसो मेडिकल साइन्सले कोही निको नहुनु भएको, यही डिप्रेसनको यसो मानसिक रोगी कोही हुनुहुन्छ कि भनेर सहयोग गरिदिन भनेर आएको नि। गुरु अहिले त खासै कोही पनि आउनु भएको छैन है। पहिला जो आउनु भएको थियो उहाँहरूलाई चाहिँ मैले तपाईँको युट्युब नेम र लिङ्क त पठाइदिएको छु। अब उहाँ निको भएर नआउनु भएको होला जस्तो मलाई चाहिँ लाग्छ है। तपाईँहरू हाँस्नुहोस्, खुसी हुनुहोस्, तरङ्गित हुनुहोस् न। बरु मुत्नलाई पैसा लाग्छ यार, हाँस्नलाई लाग्दैन नि। हा 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 हाँस्नु न, मेरो नाक हेरेर हाँस्नुहोस्, यो स्टेज हेरेर हाँस्नुहोस्। किन तपाईँहरूलाई कुकुरको पुच्छर बाङ्गो हेरेर मात्रै हाँस उठ्छ? के भैँसै चढ्नुपर्छ र हाँस्नलाई? आफ्नो मनलाई खुसी राख्ने हो। हाँस्नुहोस् तपाईँहरू, आफ्नो मनलाई कन्ट्रोल गरेर हाँस्न सिक्नु पर्यो। 10 भन्दा बढी हेरिसकेँ यार मैले आफ्नै भिडियो। केही टेन्सन कमै हुँदैन। साला दुनियाँको टेन्सन कम भइरहेछ, मेरो किन भइरहेको छैन? बोल्न मात्रै सजिलो रहेछ यार, व्यवहारमा उतार्न एकदम गाह्रो हुँदो रहेछ। कठिन छ जीवन।